हेलो साथीहरू, यो हो नेपालगञ्जको पहाडभटिनी हामी आमा छोरी दुईजना हामी गइरहेको छौँ बजार घुम्न। आज घुम्नको लागि यो हाम्रो नेपालगञ्जको सिद्धार्थ भ्यूज हो। यी काठमाडौँ चोकमा मेरो साथीहरूलाई मैले कुरिरहेको छु। साथीहरू आए छोराछोरी लिएर, त्यसपछि हामी लाग्यौँ, हामी पुग्यौँ। वाउ, यसो बाहिरबाट हेर्दा त सिन त साह्रै राम्रो लाग्यो है, यो लजाइक हेर्नु। अनि म मस्ती गर्दै घुम्दै रमाउँदै ओहो पालो पालो दौडिँदै गऱ्यौँ, रमाइलो भयो। जे होस् मौसम पनि क्या सुहाना थियो। आमा हाम्रो हेर दामी है, दामी थियो। तर सुरुमा खुल्दा त राम्रो थियो अरे, दामी। तर मलाई त भगवान् किन गएछु जस्तो भयो। सुरुमा जाँदा त खुसी थियौँ, सबैजना एक्साइटेड थियौँ, पुरा रमाइलो थियो। एकदम खुसीका साथ हामी हिँडिरहेका थियौँ। छोराछोरीहरू अगाडि, हामी पछाडि। हामीले ड्रेस लगायौँ। ड्रेस लगाउँदा त आमा पुरा फुटबल टिम जस्तो देखेको थियौँ यार। हामी त साँच्चै हो, आमा के हो त यस्तो। मलाई त किन लुगा लगाएछु, किन गएछु जस्तो भयो। हेर लुगा देखेर त म त आफैमा चकित भयो। हाँस्न चाहिँ हाँस्यो, रमाइलो चाहिँ भयो साथी हो, तर के गर्नु है। अनि हामी गयौँ, त्यसपछि हल्का रमाइलो गऱ्यौँ। तर अरूहरू त पानीमा डुबे है, गए, तर म चाहिँ गइनँ ल। पानी देखेर नै मलाई घिन लाग्यो साह्रै। मेरो छोरी फेरि के पानी देख्न, नेपालगञ्जकाले अब खोला नदेखेका, नाला नदेखेका के। यदि पानी देखेपछि उनीहरूको लागि त के न भयो जस्तो, स्वर्गै पुगे जस्तो भयो। मेरो छोरी चाहिँ खुबै रमाइलो गरिराखेको थियो। छोरीको लागि रमाइलोको लागि मात्र गएको हो। मलाई खासै मन चाहिँ परेन, राम्रो लागेन मलाई। पहिला सुरुमा राम्रो थियो अरे। यिनीहरू केटीहरू चाहिँ खेले, ल हेर नानी माथिबाट आएर ल हेर हाम फालिहाले। अब नानीलाई बोक्नै धौ भयो त्यहाँ 2-3जनालाई, के गर्नु। अनि अरूहरू त खेलिरहेका थिए, म चाहिँ बाहिरबाट भिडियो बनाउँदै बसिरहेको थिएँ। जाम भनिरहेको थिएँ तिनीहरू माने। त्यसपछि हामी निक्लिएर नास्ता खान गयौँ। भोक पनि अति लागेको थियो, त्यही भएर नास्ता खायौँ। उता बच्चा पार्टीहरू बसेको थियो, यता हामी ठुलो पार्टी बसेको थियौँ। मोमो नआउन्जेलसम्म सुप खाएर बस्यौँ। पछि मैले चाउमिन खाएँ। जोस् आजको दिन रमाइलो भयो साथी हो। हामीहरू अब मोमो खाँदै, चाउमिन मन पर्नेलाई चाउमिन, मोमो मन पर्नेलाई मोमो खाएँ। हामी कति रमाइलो भयो। ह्याप्पी डे, बाई।